आज चाहिँ हाम्रोमा रोपाइँ छ। त्यसैले अघि बिहानैदेखि आएको, अहिले बिउ बोक्ने कामहरू भइरहेको छ। यहाँ पछाडि बाटोसम्म देखिए जति हो एरिया भने यता पनि ट्याक्कसँगले पर पछाडि बाटोदेखि पारि त्यो पोलसम्म त्यति आज रोप्नुपर्ने, करिब 1.5 बिघा जति रोप्नुपर्ने हो आज। अनि यहाँ बिउ बोक्ने काम भइरहेको छ अहिले। अब ट्र्याक्टर आएर यसलाई जोतेर माटो बनाउने काम चाहिँ भइगएको छैन, त्यसको लागि अलिकति समय छ। अहिले कति बज्यो टाइम हेर्नु पर्दाखेरि करिब 8:30 भइसकेछ। अब बिहानैदेखि बिउ बोक्ने काम गरिरहेको छौँ। बिहान चाहिँ पानी परेर अलिकति आउनलाई हामीलाई ढिलो भयो। पानी हुन त अहिले पनि भर्खरै रहेको छ, मौसम राम्रै छ। तपाईँलाई यसो अलिअलि देखाउँछु। यो चाहिँ ब्याड हो, यसरी आलीमा मुठाहरू राखेका छौँ। त्यताको आलीमा राख्न बाँकी छ, अब म त्यताको राख्छु। अनि बोक्ने कामहरू भइरहेको छ। डोकोमा बोक्ने काम भइरहेको थियो, अहिले म डोकोमा बोकिरहेको थिएँ भने यो चाहिँ ब्याडको गरा हो। यहाँ अब यो अलिक काम नदिने खालको भएर त्यो उखेलेको छैन, निकै पातलो घाँस भएको छ। पुग्छ भनेर यो खासमा अब दिदीहरूलाई एकचोटि 2जनालाई डोकोमा पठाएको, पालो द्याऊ भनेर। दिदीहरूलाई मैले पालो दिएको थिएँ, अब मलाई दिदीहरूले। अनि दिदीहरू त्यहाँ डोकोमा बोकेर पर आलीमा लगेर राख्दै हुनुहुन्छ। अहिले बा पनि पर के गर्दै हुनुहुन्छ, त्यहाँ यसो माटो मिलाउँदै हुनुहुन्थ्यो परतिर निकै पर। अनि काम भइरहेछ, रोपाइँको तयारी भइरहेको छ। आज रोपाइँ आजै मैजारो, आज सुरुवात गर्ने आजै मैजारो गर्ने। ल भिडियो यस्तै छ, क्वालिटी राम्रै छ। म त पहिले त मन पर्दैन थियो मलाई मेरो मोबाइलको हो, खासै नखिचेर होला। आजकल मलाई मन पर्न थाल्यो रहेछ जोस्। ल हेर्नु होला है त अन्तिमसम्म आजको यो रोपाइँको ब्लग। हिजोको मेरो ब्लग हेर्नु भएको छैन भने तुरुन्तै गएर हेर्नु होला। हिजो मैले बनाएको थिएँ, हामी कन्काईको तल पुल, 2टा पुल भिजिटमा गएको थियौँ, त्यसको पनि ब्लग बनाएर हालेको छु। हेर्नु होला, हेर्नु भएको छैन भने। अरू पनि धेरैवटा ब्लग छ, पाटन, भक्तपुर, गुफा पोखरी धेरैतिरको मेरो च्यानलमा पेजमा गएर एकचोटि चेकआउट गर्नु होला है त। हरिओम हरिओम, चलिरहेको छ काम, चलिरहेको छ। देखो गाइज देखो, काम चलिरहेको छ। ल ल ल ल ल साथीहरू अब चाहिँ रोपाएर पनि आइसक्नु भएको छ। त्यसैले अब हामी रोपाइँको काम तुरुन्त चालु हुनेवाला छ। यतातिर ट्र्याक्टरले पनि एउटा गरा टक्क रेडी गर्दैछ, लगभग गरिसक्न लाग्यो भनौँ न। त्यसैले अब त्यो गरादेखि स्टार्ट हुनेवाला छ काम धमाधम। अहिले चाहिँ म सफारीमा घर गएर खाना खाएर फेरि खेततिर लागेको। सफारीमा सरेर अब यहाँ देख्न सक्नुहुन्छ पछाडि 2जना दिदीहरू छन् सफारीमा। म सफारी लिएर जाँदैछु, मल पनि लिएर हिँडेको हामी छौँ सफारीमा। पछाडि मल पनि बोकेर जाँदैछ, मल हाल्नु पर्यो नि त होइन, मल त हाल्नु पर्यो खेतमा, त्यही भएर मल पनि बोकेर अब हिँडेको। सफारीमा मल लिएर खेतमा आइयो झ्याप्पसँगले। अब यता रोपाइँ यति भइसकेको छ, म तपाईँलाई देखाउँछु। यो गरा सकियो भने अर्को गरामा अगाडि रोप्दै हुनुहुन्छ। त्यहाँ पल्लो गरा अझै रेडी गरेर ट्र्याक्टर त्यता पनि जोत्ने काम गरिरहेको छ हाम्रो ठुलो बा हुनुहुन्छ। अब हामी चाहिँ यहाँ मल छर्ने काम गर्छौँ। दिदीहरू उता गइसके परतिर, यहाँनिर अर्को गराको आधी पनि काम भइसकेको छ। अर्को गराको यो चाहिँ सबैभन्दा ठुलो गरा यही थियो, यो सबैभन्दा ठुलो गरा सकिसकेको छ। मल छर्दै हो हामी,
बडा भाइ पछाडि मल छर्दै हुन्छ। मैले नि मल छरिसकेँ यो बाल्टीको। क्यामेराम्यान त अहिले कोही छैन। ले आफूले छरेको त कसले देखाउने र छरिसकेपछि भए पनि यस छरे है त भन्नु पर्यो कि कसो हो। छप्ल्याङ छप्ल्याङ मलाई छप्ल्याङ भन्दै गर्दाखेरि हर्कसन ताङले खर्ल्याङ कि खर्ल्याङ फुर्ल्याङ के अरे त बेल्चा चाहिँ खर्याङ 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 भनेको याद आउँछ। हजुर ए ल म ल्याउँछु ल। अब म बोरा बोकेर जान्छु त। हेर्दै गर्नु होला, हेर्नै मात्रै होइन, लाइक पनि गर्नुहोस्, कमेन्ट पनि गर्नुहोस्, सेयर पनि गर्नुहोस् र युट्युबमा हेर्ने साथीहरूले सब्सक्राइब गर्नु होला च्यानललाई, कमेन्ट पनि गर्नु होला, लाइक पनि गर्नु होला भिडियोलाई भने फेसबुकमा पनि लाइक सेयर कमेन्ट गर्नु होला, फलो गर्नु होला मलाई। एक्सप्लोर विथ कमल भन्ने पेजमा म पोस्ट हाल्छु ब्लगहरू। पहिले त मेरो आफ्नै आइडीमा पनि हालेको थिएँ मैले, कोमल नेउपाने भनेको आइडीमा। अहिले चाहिँ मैले मेरो पेजमा नै हाल्दैछु ब्लगको लागि छुट्टै पेज बनाएर। भने अरू पोलिटिकल कन्टेन्टहरू मेरो कोमल नेउपाने भन्ने पेजमा र कोमल नेउपानेको युट्युब च्यानलमा पनि आउँछ। साथसाथै दुईवटा च्यानलमा कन्टिन्यू ब्लग र पोलिटिकल कन्टेन्टहरू आइरहेको छ। हेर्न नभुल्नु होला, फलो गर्नु होला, सब्सक्राइब गर्नु होला। जय देश जय माटो, जय माटो। माटोमा हेर्छु जय माटो भन्नु पऱ्यो नि, जय माटो। अब पिताजी मल हान्न थाल्नुभयो। यो के भन्छ रोपिसकेको भागमा चाहिँ पिताजीले हान्न थाल्नुभयो मल, छँदै हुनुहुन्छ। अब अघि हामीले चाहिँ उताको दुईवटा नरोपेकोमा हान्यौँ भने रोपेकोमा चाहिँ पिताजी आफैले हान्दै हुनुहुन्छ। अब यो दुईवटा गरामा यहीँबाट यहीँ छ बोरामा सफारीमा, यहाँबाट हानिसक्ने। अनि त्यसपछि उता पर लानेलाई चाहिँ बोकेर नलाने, सफारी नै उता पर लाने, अनि सफारी नै पर लगेर त्यसपछि अनि उतैबाट बोकेर अनि मल छर्ने हो। लु बुवा यतापट्टि आलीबाट छेउछेउमा छर्न थाल्नुभयो भने बा उतातिरबाट छर्दै हुनुहुन्छ। पर रोपाले रोप्दै हुनुहुन्छ, पर भाइले मुठा खेतको बिचसम्म हुँ पारेर खेल्दैछन्। हेर्नु त कस्तो मजाले हो, त्यही परसम्म हो त्यसरी खेल्दैछन् भाइले। बुढो मान्छे जस्तो देखिया होला। किन यस्तो लगभग अब सकिन लाग्यो। लास्ट दुईवटा खेत बाँकी छ, सरी दुईवटा गरा बाँकी छ। पनि धान रोप्दैछ मैले। ठुली दिदी के छ? ठुली दिदी सानो दिदी रोप्दैछन्। यता हेर्दै त मुसुक्क हाँस्दियो। गुड। अब चाहिँ सकिन लाग्यो। म चाहिँ यस्तो खिच्दै छु, यो खिच्नु पर्ने रहेछ। त्यो त तैर्यो भने रहेछ नि, कतै कतै अग्लो छ भएको ठाउँ पनि यसरी खिचेर मिलाउँदैछु। यस्तै छ। अब यो अन्तिम हो, यति सकिएपछि सकि पनि हाल्यो। साथीहरू अब चाहिँ रोपाइ सकियो, इन्डिङ भयो, अब निक्लिन मात्रै बाँकी छ। अब लागि यति नै। सी यु इन नेक्स्ट भिडियो। अब हामी यहाँबाट पेमेन्ट गरेर बिदा हुन्छौँ। सी यु इन नेक्स्ट भिडियो, बाई बाई।